सबैजनालाई म चाहिँ धेरै दिनपछि आएको छु। धेरै दिन होइन, महिनैपछि आएको छु होला। मैले लास्ट भ्लग मेरो बर्थडेमा बनाएको थिएँ, त्यसपछि म आज आएको छु धेरै पछि भनौँ। र आज चाहिँ म अहिले स्मल भ्लग लिएर आएको छु। के को भन्दाखेरि चाहिँ म आज रक्सोल गएको थिएँ र मैले रक्सोलबाट के लिएर आएँ भनेर म हजुरहरूलाई देखाउँछु है त। सुरुमा चाहिँ एज युजुअल चक्लेट। मैले चक्लेट लिएर आएको छु डटी चकोपाई। यो चाहिँ मेरो एकदम फेभरेट चक्लेट हो कि। खाली छैन है, आवाज आइरह होला नि। यो चाहिँ रक्सोलमा जम्मा 10 रुपियाँ आइसी भनेको 16 रुपियाँ पर्यो है। 18 पिस हुँदो रहेछ एक प्याकेटमा। यहाँ चाहिँ यसलाई 25 रुपियाँ पर्छ कि। त्यही भएर म जहिले रक्सोल गएको बेला डब्बा डब्बा उठाएर ल्याउँछु। अनि त्यसपछि चिप्सहरू छ, चक्लेट पनि छ, पियर साबुन पनि छ। र मेन कुरा के छ त यो झोलामा छ। देखाउँछु है म तपाईँहरूलाई। आर यु एक्साइटेड? म त धेरै एक्साइटेड छु। मैले किन ल्याएको भने अझै चिप्स छ। ओ यसको त हावा फुस भइसकेको रहेछ, हेर्न सक्नुहुन्छ। यहाँ पनि धेरै छ। अब अर्को है म्यागी। म्यागी वान अफ माई फेभरेट। त्यसपछि अर्को नि नुडल्स रहेछ। कुन हो? सेजवान। मैले जुन देखेँ त्यही हालिदिरहेको थिएँ। यो हट एन्ड गार्लिक सेजवानको होला मेरो। यो चाहिँ के हो पेपरवाइज थाहा हुन्छ। अनि त्यसपछि झोले आयो। झोला हेरौँ है। यो पन्जाबी तड्का मैले लिएर आएको छु। यो चाहिँ मैले एउटा पसलमा नपाएर म कति 3-4वटा पसलमा चरेको थिएँ। मलाई यसको नामै बिर्सेँ कि मैले। म खालि बिकाजिया भन्ने थिएँ। अनि देखेपछि ए यो भनेको कि मैले कसरी पसलमा यो यसलाई चाहिँ कति पर्यो 60 रुपियाँ आइसी कि 80 रुपियाँ आइसी? नै 45 रुपियाँ आइसी पऱ्यो हो क्या अरे। हो 45 कि 50 यस्तै, 80 कि 90 पऱ्यो नेपाली। तर यो यहाँ 150 रुपियाँ लिन्छ। कति ठग्छ नि एउटा पसलहरूले है। अनि यहाँ अझै चाउचो चाहिँ यप्पी, यो चाहिँ 15 रुपियाँ आइसी है। एउटा अझै यप्पी रहेछ। यो म्यागी पनि 15 रुपियाँ आइसी हो। यो 3 सबैलाई 15 है। यो चाहिँ 84 रुपिस आइसी। यसमा चाहिँ 2, 4, 6वटा पिसेस छ। यो चाहिँ 4 पिस छ। यसको प्राइस चाहिँ मलाई थाहा भएन है। अब पालो आउँछ मेरो फेभरेट चिज चक्लेटको है। यहाँ हेर्न सक्नुहुन्छ किटक्याट। अघि अझै एउटा थियो क्या अरे किटक्याट। यसपछि छ मैले योपालि धेरै चक्लेट लिएर आएको छैन, मैले नल्याएको धेरै खानुहुँदैन भनेर। त्यसपछि सरी 2टा पर्क, 2टा स्न्याकर, मिल्की बार। यो मैले 2टा हाले जस्तो लागेको थियो तर एउटै हालेछु।